तर बुवा र मम्मी हुँदाखेरि अब घरमा दुईजनाले काम गर्दा थियो नेबर बुवाले मम्मीलाई दुःख दिनुहुन्न क्या बिहान आफै उठेर घर सरसफाइ गरेर यताउति गर्नुहुन्छ छोरा नगर तिमी पढ न तिमी पढेर राम्रो हुन्छ भने थिङ्किङ के पढेर राम्रो हुन्छ भने र पढेर राम्रो छ भन्दा पनि अब आर्थिक स्थिति नभ्याउँदा पनि बोर्डिङ स्कुल हाल्नुभयो अनि यस्तो अब इङ्ग्लिस बोर्डिङ स्कुल हालेपछि बबाल हुन्छ भनेको लास्टमा हामी तिनटै दाजुभाइ पढाएको कामै लाएको छैन अहिले इङ्ग्लिसमा जानेको भनेको लिटरली फर एक्जाम्पल त्यही हो त्यही तिमीहरू सकिन्छ एउटा पोडकास्ट तिमीले 2 घन्टा ल्याउनु मेरो इङ्ग्लिस सकियो कपिल जोरा सबसे बढी रिपिट हुने ल्याङ्ग्वेज दाइको वर्ड हो क्या यो लिटरली र फर एक्जाम्पल चाहिँ दाइसँग सङ्गत गर्नेहरू सबलाई थाहा होला दाइको कमन 5 मिनटमा 10 चोटि आउँछ होला लिटरली त्यो पनि पढेर होइन बरु कहाँबाट सिकाएको थिएँ मैले कुन केटाहरूले कसैले भनेको थियो लिटरली यो राम्रो वर्ड रहेछ भनेर टिप्यो जस्तो लाग्छ मलाई कहिले आफूलाई थाहा हुन्छ यो बढी भन्छु क्या हो भने थाहा हुन्छ तर फुत्किसकेको हुन्छ नि हटाउन सकिन त्यो बानी के होइन त्यो हो म त्यति हावा थिएँ भन्नुहोस् क्या मैले मेरो कस्तो भने म फेरि पहिलेबाट त्यस्तो लिटरली भन्नु पहिलेबाट कस्तो हुन्छ नि जस्तो म बिग्रेको भनेको म आफू हावा मात्रै खानपिनमा र घुम्ने हुन्थ्यो क्या त्यस्तो म अहिले म फेरि आफूलाई हिरो बनाए जस्तो हुन्छ फर इक्जाम्पल होइन आइहाल्यो नि राम्रो गाउने जसले पनि के भन्थ्यो भने तपाईँ राम्रो गाउने हेर्दा हेर्छौँ नि हुनुहुन्छ तपाईँ गर्लफ्रेन्ड धेरै होला है भन्थ्यो क्या म आफूलाई होइन धिक्कार थियो होइन त्यो त ध्यान हुन्थेन कि मलाई डर लाग्थ्यो लेडिजहरूसँग सङ्गत गर्ने डर लाग्थ्यो साथीभाइ केटाहरूसँग सङ्गत गर्ने रमाइलो गर्ने घुम्ने खाने 500 भयो भने सामान्य ठेलामा जाने 5000 भने थकाइल जाने होइन फेरि रक्सी पनि खाइदिन्थेँ म फिक्स थियो इन्जोय गर्ने बियर खाने थकाइल ढिँडो खाने अनि त्यसपछि दिनचर्या त्यही थियो क्या बेलुका दोहोरी जाने गीतमा चाहिँ निखारता आइरहेको थियो सिकिरहेको थियो कि म म्युजिकमा चाहिँ बरु डेभलप हुँदै गएको थियो म्युजिक क्लास जान्थेँ बरु होइन स्टडी चाहिँ टक्कै ठ्याप्पै छोडिदिएर पुरै म रमाइलोमा लागेको